म आइजिपी हुँदै गर्दा 3टा स्कुल थपेँ, उपेन्द्रबहादुर थाहा होला यहाँ। 50 वर्ष कति भयो, म अरूले नगरे भन्ने विषय मेरो आफ्नो मैले तपाईँहरूलाई भने। मोदीजीले एउटा ठाउँमा स्टेटमा चाहिँ काम गरेको हुनाले मुख्यमन्त्री भएर गर्दाखेरि त्यो देशैभरि त्यो रेप्लिकेट गरेर नै उहाँहरू चाहिँ फेरि 2-3 पटक हुनुभएको छ नि त। मलाई मोदीजी बनाउनु, मोदीजी भन्दा बढी राम्रो काम गर्छु घमण्ड गरे है। तर बन्न गर्ने त तपाईँहरूले हुँदैन। मैले यो किन भनिरह, स्कुललाई जबसम्म राम्रो शिक्षित हुँदैन, शिक्षामा हुन्न कहाँ भन्छ त। आइजी हुँदाखेरि चितवनमा स्कुल खोल्ने, तपाईँको उसमा साँगालाई बोर्ड उसमा सीमा सेकेन्ड भयो होइन, 12-14 करोडको उसमा लगाएर बाहिरका ट्रेनिङ उहरू चाहिँ इन्स्ट्रक्टरहरू लिएर आएँ, स्कुलका प्रिन्सिपलहरू लिएर आएर राम्रो बनाएर गरिदियो भने त भयो त। सामान्य व्यवस्थापकीय कुराहरू गर्दा पनि हुन्छ जुन मैले गर्न सक्छु। र अन्तर्राष्ट्रिय रूपमा शिक्षाको लेभलमा पढ्न जानुपर्छ यहाँ भन्ने, जस्तै यहाँ मेडिकलमा पढ्न आउँथ्यो नि पहिला इन्डियाको, सबै ठाउँमा बनाउन सकिन्छ नि। पहाडमा सकिन्छ, उता सकिन्छ, सबै ठाउँमा सकिन्छ। इन्भाइरोमेन्टको हिसाबले, क्लाइमेटको हिसाबले, वेदरको हिसाबले यो त हब बन्छ एजुकेसनको नेपाल। त्यो बनाउँछौँ हामी।